के तपाईलाई थाहा छ अब खेतबारीमा काम गर्ने किसान, गिटी कुट्ने मजदुर, ट्याक्सी चलाउने चालक, पसल चलाउने दिदीदेखि लिएर युट्युबर र टिकटकर सबैले सरकारी जागिर सरह नै पेन्सन पाउन सक्छन्। हो, तपाईले सही सुन्नुभयो। अब सबै नेपालीलाई पेन्सन। यो भिडियो अन्त्यसम्म हेर्नुहोला, म तपाईलाई सबै कुरा बुझाउने छु। हामी रगत पसिना बगाएर काम त गर्छौं, तर भोलि बिरामी पर्दा वा बुढेसकाल लाग्दा के गर्ने? सधैँ अरूको भर पर्ने? अब पर्दैन। ढुक्क हुनुहोस्, सरकारको सामाजिक सुरक्षा कोष यानी एसएसएफ अब तपाईँ जस्तै मेहनती हातहरूको लागि पनि खुला भएको छ। यदि तपाईँ मजदुर हुनुहुन्छ भने आफ्नो तलबको जम्मा 11% मात्र हाल्नुस्, बाँकी पैसा सरकारले थपिदिन्छ। र यदि तपाईको आफ्नै व्यवसाय छ भने 31% जम्मा गरेर यो योजनामा जोडिन सक्नुहुन्छ। यो पैसा बचत मात्र होइन, तपाईको भविष्यको सुरक्षा कवच हो। यसमा आबद्ध भएपछि तपाईले मुख्य 4 सुविधाहरू पाउनुहुन्छ। 1. अस्पताल भर्ना हुँदा उपचार खर्च र औषधिको पैसा। 2. कामको क्रममा दुर्घटना भएमा हुने बिमा। 3. सुत्केरी खर्च र स्वास्थ्य सुरक्षा। र सबैभन्दा महत्त्वपूर्ण 60 वर्षपछि जीवनभर मासिक पेन्सन। तर यसमा दर्ता कसरी हुने? कुन कागजात चाहिन्छ? र मोबाइलबाटै 5 मिनेटमा कसरी अनलाइन फारम भर्ने? यो सबै प्रक्रिया मैले मेरो युट्युब च्यानलमा विस्तृत रूपमा सिकाएको छु। अहिले नै मेरो प्रोफाइल बायोमा भएको लिङ्क क्लिक गर्नुहोस् र पूरा भिडियो हेरेर आफ्नो भविष्य सुरक्षित गर्नुहोस्। यो भिडियो आफ्ना मेहनती साथीहरूलाई शेयर गर्न नबिर्सिनुहोस्।